बाउ छोरा लाग्यौँ हामी गरमको छुट्टी बनाउनु। कहाँ भने अहिले भन्छौँ। अनि हामी चेकपोस्टमा आउँदा चाहिँ त्यहाँ उयसमा गान्धीनगरमा मेला पनि लागेको रहेछ। अनि हामी चेकपोस्ट आइपुग्यौँ। यहाँ बस पर्खिने, अनि बस पनि आयो। अनि चढ्यो हामी। अनि बसमा ठाउँ पनि थियो, आरामले अनि उति सिट पनि पायौँ। अनि आइपुग्यौँ बाघपुल। यो बाघपुल चाहिँ ब्रिटिस पालामा बनिएको हो। यतै पाहाड उतै पाहाड, बिचमा टिस्टा नदी बगिरहेछ। अनि छेउछेउमा छन् बाँदरहरू बसेर रमिता हेरेका छन्। अब हेर्दै हेरिरहँ जस्तो दृश्य होइन। पहाडहरू, खोला नाला, चराचुरुङ्गीको आवाज। अनि सुन्दै सुन्दै हामी चाहिँ लाग्यौँ कहाँ भने बाख्राकोटतिर। अनि यहाँ पनि हेर्नुहोस् न, यति रमाइलो ठाउँ रहेछ। सानो सानो घरहरू चिटिक चिटिक हरे परेको रमाइलो गाउँ रहेछ। अनि त्यहाँबाट हुँदै हुँदै हामी उकालोतिर लाग्यौँ। अब चाहिँ निमोङ जाने बाटोतिर लाग्यौँ। अनि यहाँ चाहिँ छ सेलरोटी पुल। यो हेर्न चाहिँ सबैजना कहाँबाट आउँछन्, त्यो टुरिस्टहरू आउँछन्। र अनि यसलाई चाहिँ सेलरोटी पुल किन भनिन्छ भने यसको आकार आकृति सबै सेलरोटी जस्तो भएकोले गर्दा चाहिँ यसलाई जलेबी पुल र सेलरोटी पुल पनि भनिन्छ। अनि यहाँबाट हुँदा हुँदै हामी अलिकति उकालो लाग्यौँ, अलिक पहाडतिर लाग्यौँ होइन। त्यहाँ लागेको त डम्म हुस्से लागेको थियो, जाडो जाडो थियो। अनि मैले चाहिँ ज्याकेट निकालेर लगाएँ, जाडो जाडो लाग्छ मलाई चाहिँ, फेरि छिटो छिटो चिसो लाग्छ नि त। अनि हामी चाहिँ अब चाहिँ हामीलाई अलिक शान्ति भयो, किनभने गर्मीबाट चाहिँ उयसमा ठन्डामा आएको छु भयो नि त। अनि हामी चाहिँ आइपुग्यौँ। हाम्रो गन्तव्य ठाउँ कहाँ भने चाहिँ निमोङ यो बाहुन गाउँ होइन। घरतिर लाग्यौँ। अनि यहाँ हिँड्ने चाहिँ सानो बाटो छ, चिप्लो बाटो। किनभने अहिले बर्खायाममा पानी परेकोले गर्दा लेउ लागेको हुन्छ। अनि हेर्नुहोस् न, बाटोको यतापट्टि त्यो अम्लिसो घारी, इस्कुस घारी, अनि अर्को अलैँची बारीहरू छ। हामी चाहिँ निमोङ आइपुग्यौँ, बाहुन गाउँ, दिदी घर होइन। के देखिस् भन्छ ल? ला हौ त्यस्तो हेर्नुहोस् है, भ्यू कस्तो दामी छ। यहाँ हेर्नुहोस् ल, देखाउँछु तपाईँलाई। हेर्नुहोस् वाह, माथि हुस्से लागेको छ पहाड। अरे ऊ त्यो चराचुरुङ्गी कराएको, पानी बगेको हेर्नुहोस्। हामी बिहान हिँडेको 9:30तिर र अहिले आइपुग्यौँ 2:45मा। अनि साथी हो जाडो जाडो छ। मैले त ज्याकेट लगाएको छु, भ्युमले चाहिँ लगाएन स्वेटर। नेटको टावर आयो थाहा भएन। हामी फाइनली निमोङ बाहुन बस्ती आइपुग्यौँ, दिदी घर। यहाँ त कति चिटेको पऱ्यो घर। र अनि साथमा फुलबारी, माथि पाहाडमा हेर्नुहोस् न उयो लागेको, हुस्सो लागेको। अनि हजुरलाई यो भिडियो चाहिँ कस्तो लाग्यो भन्नु होला कमेन्टमा। अनि सेयर पनि गर्नुहोस्, अनि लाइक पनि गर्नुहोस् होला। बाई।